हरेक वर्ष न्युजमा देख्न पाइन्छ किसानले बाटोमा दुध पोखाएको तरकारी फालेको त्यो के रहेछ भन्दाखेरि किसानले सही बजार नपाएको किसानले सही मूल्य नपाएको एउटा समस्या केही सीमित बिचौलिया केही सीमित नेताहरूको एउटा सिन्डिकेटले गर्दाखेरि पारी जुन नगरपालिकालाई बाटो मेयर साहब यहाँको मेयर साहबलाई चाहिँ हामी डेलिगेसन गऱ्यौँ। उहाँले हिजोसम्म बाटो खोल्छ तपाईँको जुन जान्छ तपाईँ ढुक्क हुनु भन्ने जानकारी दिनुभयो। मलाई राति 8 बजेर 13 मिनट जानु उहाँले फोन गर्नुभएको मेयर साहबले किसानको मेरा आँखाभरि आँसु आज पनि बाटाको कारण हो। हामी घाले चौकी प्रशासनले तपाईँहरूको दुधको क्षतिपूर्ति नगरपालिकाले जोड्नुपर्छ। हामीले के गर्नुपर्छ भने यहाँको सही साहबले भन्नुभएको छ। हामी डेलिगेसन गरियो जानकारी गरियो यसको क्षतिपूर्ति किसानले मागेका छन्। यो क्षतिपूर्ति तुरुन्त नगरपालिकाले अथवा प्रदेशले कहाँबाट गर्नुपर्छ। यो किसानलाई आगे आउनुपर्छ। हामीले दुध बेचेर नुन तेल गर्ने बालबच्चा कापी किताब किन्ने पढाउने गरिराखेका थियौँ। यहाँ ठुलो समस्या भयो बाटाको कारण। आज 6 दिनसम्म बाटो नखोलेको कारणले बाटाको अवरोधको कारणले किसानको दुध पोख्न बाध्य भएर हामी यो रालेको डन्डुरे खोलामा खालिराखेका छौँ। 100-200 लिटर दुध हाल्दैन। यहाँका किसानलाई के पो भइहाल्छ भन्ने कि यहाँको भनाइ पनि आयो, कताकति सुन्नमा आयो। तर यहाँको प्रशासनले तपाईँहरूलाई यो तुरन्त राहत दिनुपर्छ। हामीले के गर्नुपर्छ, कुन ठाउँमा कुरो पुर्याउनुपर्छ, हामी तपाईँहरूको समय गर्नेछौँ भन्नुहुन्छ। जय साहब।